हाई नमस्ते। तपाईहरुलाई पनि यस्तै क्रन्ची च्युवी डोनट खान मन छ भने पहिला हामीलाई चाहिन्छ यीस्टको प्याकेट। मैले 2 प्याकेट युज गरेको छु। सल्ट, सुगर अनि त्यसपछि मनतातो पानी मिसाउने यसमा। त्यसपछि यसलाई मिक्स गरेपछि अलिकति घिउ, पग्लेको घिउ पनि मिसाउने अनि यसलाई मिक्स गरेर ढाकेर 15-20 मिनेट जति यीस्ट फर्मेन्टेड हुनको लागि छोड्दिने। यीस्ट फर्मेन्टेड भइसकेपछि हामीले यसमा मैदा मिसाउन सक्छौं अनि आफूलाई चाहिए मात्रामा मैदा र पानी मिसाउँदै यसलाई डो बनाउने। डो चाहिँ गिलो कन्सिस्टेन्सीको हुनुपर्छ। आफूलाई चाहिए अनुसारको पानी थप्दै जाने। मिक्स गरेको त्यो अघि सबै मिक्स गरेको पानी हामीले पानी थप्दै डोलाई चाहिँ एकदमै गिलो कन्सिस्टेन्सीको बनाउनु पर्छ। अनि त्यो गिलो कन्सिस्टेन्सीको डोलाई चाहिँ मजाले मुस्नी। त्यसपछि हामीले त्यसलाई ढाकेर लगभग 2-3 घण्टा जति छोड्दिने। 2-3 घण्टा पछि यो एकदम फुलेर एकदमै राम्रो हुन्छ। त्यसपछि यसलाई मजाले फेरि चलाएर हातमा तेल लगाएर, तेल लाएन भने चाहिँ स्टिकी हुन्छ। हातमा तेल लगाएर मजाले यसलाई आफूलाई चाहिए अनुसारको शेप दिने। पिठो गिलो भएको हुनाले यसलाई जति तन्काए पनि तन्किन्छ। अनि त्यसपछि आफूलाई चाहे जस्तो शेप दिएर त्यसलाई तातो तेलमा हाल्ने अनि दुवै साथ रातो हुने गरेर पकाइसकेपछि हेर्नुस् त कस्तो क्रन्ची भएको छ अनि मिठो हुन्छ। मैले पनि यो सेकेन्ड ट्राई हो, एकदम धेरै मिठो भएको थियो। थ्यांक यू एभ्रीवन।